है केन लाउन ह कपाल गर्नलाई हो एउटा कुरा थियो के कुरा होला के छुट्नु के खानु एक मिनेट ह्यापी न्यू इयर के खानु आज भात खानु नतोक्नु न ल मैले खानु आयो नयाँ सालका दिन भने ल हेर्नु एउटा बिस्कुटले मैले खाना पकाउनु नअरे 1 गिलास चियाले कसैले सक्छ आता मिठो मिठो खाने बस्ने बेलामा मेरा बाबाको सम्पत्ति सकिन्छ 1 वर्षसम्म तपाईँले मिठो खानुहुन्छ ल हुनु अनि होइन पर्दैन यति बेला पुग्छ मैले चाहिँ दुःख गरेको छैन म बसी बसी खाछु कुन हाल्छ सुरुको लगाएर त्यहाँ मिठो मिठो खाना पकाउने आज महिनाको 4 दिन 1 महिना 2 महिना 3 महिना 4 महिना एउटा खाना 5 महिनाहरू पुग्यो एउटा मैले खाइदिएँ मेरो भएको त महिना भात छैन नभए 6 दिन भात खान्छ महिनाको 4 दिन पर सर्दाखेरि यस्तो गति है मम्मीलाई पकाएर खाँदैन ल हुन त बिरामी भएर नि हो बिरामी भयो भने त 4 दिन त पकाएर खाँदैन पर्यो नि त दुःख गर्ने त्यहाँबाट खानालाई मर्ने के कसलाई दुःख गरेको र अया तैँले मलाई हेपेको नखाने होइन मलाई चाहियो भने चाहियो मलाई भात चाहियो मैले चामल बाहिर ल्याइदिन्छु पकाउनु न ल पकाएर नखानु खोजेकै हो रही पार्छु नटेर्दाखेरि ओले बिग्रिन्छ साले काज काम नभयो कि ला तेरो चाहिँ तँ खा ला तँ बस्नु आज त गाउँमा गएर मागेर पनि खान्छु ला मैले नि खान्न के चुप लाग मैले नि खान्न मलाई थाहा भएन मैले खान्छु र औषधि खान्छु अनि सुत्छु मलाई सबै चिज टकार्न पर्यो म त नखाइकन त हुन्न मैले माला जा मामालाई बोलाउ कति बाठी चाहिँ कर खुर्को खाना पका काम नभए कि फोन गर्छु मैले आउँछु भनेर देख्न साथी हो मेरो छोरीको पारा अहिले नयाँ सालका दिन पनि ल तै पनि खसीको है बरे क्या नि देसी खानै पर्यो अब भोक लागेको बेला है 3टा बिस्कुटले गरेर त ल नखाने मम्मी नयाँ सालका दिन खाने भने त सधैँभरि खान पर्छ अरे के गर्नु पऱ्यो काम गर्ने बेला आज नगर सधैँ गर्नुपर्छ भने त हुन्थ्यो नि है कसो हो साथी हो ह्याप्पी न्यू इयर सबैजनालाई